जाने बाल स्वभाव वरपर खेल्ने त्यही गरिरहेको छ। अनि कुरो एक दिनको यसो म चाहिँ जङ्गलतिर जानु पर्यो, संविधाहरू लिएर आउनु पर्यो भनेर ती सुदेव नाम गरेका ब्राह्मण जङ्गलतर्फ लाग्छन्। अनि अलिक टाढै जङ्गलमा पुगिसकेका हुन्छन्। यसो संविधा पनि ल्याउँ, कुसुहरू पनि खोजेर ल्याउँ भन्ने हैसियतले यता माता पनि घरमा केही आफ्नै काममा बिजी हुनुहुन्छ, व्यस्त हुनुहुन्छ। त्यतिखेर ती साथीहरू सँगीहरू भएर ल जो जल क्रीडा गर्न जले क्रीडा मुहुर्कुर्वन् ग्रीष्मे मोदमुपायो। समय पनि ग्रीष्म ऋतुको थियो। कहिले पर्छ ग्रीष्म ऋतु? जेठ असार ग्रीष्म, जेठ असारको महिनामा ग्रीष्म ऋतु। ग्रीष्म ऋतुमा घाम बेसी कडा लाग्ने अनि चिसो नदीमा नुहाउन पाए खुसी हुने, शरीर ठिक रहने। यो हुँदै हुँदै एवं सर्वेषु बालेषु क्रीडासु प्रेम निर्भरम। अरू उनका सहकक्षी साथीहरू चाहिँ ऊ पनि स्नान गर्न लागे। अनि लुकामारी गर्न थाले, पानीमा डुबुल्की मार्न थाले। तलमाथि गर्दै लुकामारी गर्दै पानीमा भित्र पस्दै बाहिर निस्किँदै पौडिँदै गर्दै गर्दै स्वत गहिरामा पसेका थिए। अब निस्केनन्। ती सुकदेव नामका बालक अब पानीबाट निस्केनन् बाहिर, गहिरा ठाउँमा पसिसके। उनको प्राण अब गइसक्यो, पाँच भौतिक शरीर मात्रै रह्यो, श्वास प्रणाली रोकिसक्यो। ती साथीहरू अतालिन थाले। अब त्यति भएपछि हाय हाम्रो साथी कता गयो, कहाँ डुब्यो, पानीमै पो डुब्यो कि आदि हुन थाल्यो। गर्दै गए कराउन थाले। वरपर गर्दा गर्दै अनि घरमा गए, माता गौतमीलाई सुनाए, कुदेर आइनु पनि। त्यतिखेरै संविधा लिएर ती सुदेव नामका ब्राह्मण पनि त्यहीँनिर आइपुग्छन्। छोरोलाई देख्दैनन्, खोज्दै जाँदाखेरि अब छोरालाई सिङ्गो भेट्टा आएनन्। सास भएको छोरो पाइएन, सास रहित भएको छोरो मात्रै पाइयो, मुडो मात्रै पाइयो। आलाप बिलाप गर्न थाले। रुन्दन क्रन्दन कतिको कति, त्यसको साध्यै छैन। त्यही हाय छोरो भन्दै रोएका रोए, कराएका कराए। प्राणी त्याग्न आँटे, काखमा लिएका छन् छोरालाई। गर्दै गर्दै धेरै दिन बित्यो। छोरो बोकेका छन्, घुमेका छन्। जसरी शङ्करजीले शिवजीले सती देवीलाई बोकेर घुमिरहनुहुन्थ्यो, चारपट्टि काँधमा बोकेर घुम्नुहुन्थ्यो। आफ्नै प्राण प्यारीलाई बाबाका यज्ञमा होमेर मृत्यु भएको थियो सती देवीको। कता कता कहाँ पुगेपछि कुन कुन अङ्ग पतन हुँदै जान्थे, तर पनि बोकेर बौला जस्तो भएर घुमिरहने। त्यस्तै अवस्था भइरहेको छ यहाँ। यी सुदेव पति पत्नीको सम्झाउने कोही छैन। अति आपत्ति विपत्ति परिरहेको छ। यो घडीमा अब कसो के गर्ने त? ती बालबालिका पनि छक्कै पर्छन्। एकछिन त साथ दिए, उनीहरूलाई भोक लाग्यो, तिर्खा लाग्यो, अनि वरपर घुम्न थाले। त्यति गर्दा गर्दै कुनै उपाय गर्दा भएन। अनि टुप्लुक्क फेरि भगवान आइपुग्नु पर्ने भयो त्यहाँ। यिनीहरूले त प्राणी पो त्याग्न आँटे त। ल मन्ये सुधन्यम किल कौशलेन्द्र य कारणम दाशरथो प्रयाते। अनि भगवान त्यहाँ टुप्लुक्क आइपुग्नु भयो। त्यतिखेर अनि भगवानका शरणमा पर्छन् तिनीहरू। तर जुन समयमा तिनीहरूले आलाप बिलाप रोइरहेका थिए, त्यतिखेरको महिना पुरुषोत्तम महिना आइरहेको थियो। पुरुषोत्तमकै महिना थियो त्यतिखेर। 3 महिना बितेछ नि। हजुर। अनि भगवानलाई पुकार्न थाल्छन्। गोविन्द विष्णु यदुनाथ नाथ श्री रुक्मिणी प्राणपते मुरारे दीनानुक्तम भगवान दयालो मां पाई पुत्र निलताप तप्तम। हे भगवान, म त पुत्र सुख परे जस्तो आलाप बिलापमा परेको छु, तर मलाई पाई शरण दिनुहोस्, रक्षा गर्नुहोस्। देवादि देवा अखिल लोकनाथ गोपाल गोपी शरथाङ्ग पाणे कालिन्दी कन्या विषदोहारिन् मां पाई पुत्र नताप तप्तम। तपाईले के चाहिँ गर्नु भएन र? ग्वाल बालहरूलाई पनि जगाउनु भयो, अनि त्यो बण्डलबाट पनि जगाउनु भयो, सर्प आदिदेखि पनि जगाउनु भयो, रक्षा गर्नु भयो।
अनि कालिन्दी कन्या यमुनाका जलमा सर्पहरूले विष हाल्देका थिए, सबैको त्यहाँ मृत्यु हुन्थ्यो, तपाईले त्यसबाट पनि उद्धार गर्नुभयो भने मलाई पनि उद्धार गरी बक्सिनुहोस् प्रभु भन्दै भन्दै भगवानको स्तुति प्रसङ्ग गर्दै भगवानमै मन लगाएर मेरो छोराको उद्धार गरिदिनुहोस्, बचाइदिनुहोस्। यही आलाप विलाप गर्दा गर्दै यो अध्याय पनि पुरा हुन्छ। हरे नमः। श्री कृष्ण गोविन्द हरे मुरारे। लक्ष्मीनारायण भगवान को, मर्यादा पुरुषोत्तम भगवान को। अब यति भएपछि पुत्रको मृत्यु भयो। अत्यन्त आलाप विलापमा ती दम्पतिहरू परेका थिए, पुत्र शोकमा परेका थिए। त्यो शोकाकुल अवस्थाको रुदन क्रन्दनको समय बित्दै जाँदाखेरि महिनौ दिन बितेर गए। पुरुषोत्तम महिना आएको थियो। भगवानमा तल्लीन भएर भगवानलाई सम्झेर मेरो छोरो बचाइदिनुहोस् हे भगवान, हे हरि भगवान, हे पुरुषोत्तम भगवान आदि भन्दै कारुणिक स्वरमा रोइरहेका थिए, कराइरहेका थिए। त्यही आर्तनाद सुनेर भगवान हरि तुप्लुक्क त्यहाँ आइपुग्नु भयो। अनि भगवानलाई त्यहाँ साक्षात देखेपछि, भगवानसँग साक्षात्कार भइसकेपछि स्तुति गर्छन्, भगवानलाई पुकार्छन्। त्यति भएपछि हरि भगवानले भन्नुहुन्छ, भो भो सुदेव धन्योसी भाग्यवान साम्प्रतम भवान
तद्भाग्यं वरितं को वा समर्थो को वा नत्रये। हे सुदेव, तिमी धन्य छौ। अब मलाई बेसी तिमीले पुकार्नु पनि पर्दैन, म खुसी भइरहेको छु। अब र तिमीले पुत्र शोकको त्यो शोकलाई पनि छोडिदेऊ, त्यागिदेऊ, रुन कराउन चिच्याउन छोडिदेऊ। अब पर्दैन त्यो पनि। तिम्रो भाग्य त कसैले भन्न सक्दैन। क समर्थो भुवनत्रय, तिनटै भुवनलाई कहिले पनि कसैले पनि सक्दैन तिम्रो भाग्यको वर्णन गर्न। तिनटै लोकमा त्यस्तो भाग्यमानी छौ तिमी। अब छिडोवच्छ प्रवक्ष्यामि यत्ते भावि तपोधन। अब म के भन्छु तिमी सुन है त। द्वादशाब्दसहस्रायु पुत्रस्ते भविता द्विज। तिम्रा छोराको आयु अब 12,000 वर्षसम्म हुनेछ। द्वादशाब्दसहस्रायु, सहस्र भनेको 1000, द्वादश अब्द 12,000 वर्षसम्मको तिम्रो छोराको आयु हुनेछ। कुन छोरो भन्दा त्यही मरेका छ।